सन्चै हुन्छ modificar passeio. शीतलले कस्तो आनन्ददायक छ। फेरि गाईहरू चरिरहेको गाई भैँसीहरू दुईजना यहाँ गोरुहरू हरर भएको दाइले आज भिडियो गर्दा गर्दा हरर हुनुभएछ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै नै छु। आज चाहिँ म बिर्तामोड जान लागेको छु, बिर्तामोड रोयल इनफिल्ड सोरुम, किनकि मेरो चाहिँ आज ठ्याक्कै कति 45 डेज होइन 43 डेज भयो होला। अनि 500 किलोमिटर पुगेपछि सर्भिसिङ गर्नुपर्ने, फर्स्ट सर्भिसिङ। तर 500 किलोमिटर चाहिँ पुगिसकेको छैन क्या मेरो। अब 500 किलोमिटर पुग्न चाहिँ अझै 20-25 किलोमिटर बाँकी छ। तर त्यो चाहिँ अब बिर्तामोड जाँदा जाँदै पुग्छ, यहाँ तमकोबाट पुग्दा पुग्दै। अनि त्यही चाहिँ आज म फ्राइडेको दिन मेरो छुट्टी पनि, त्यही सर्भिसिङ गर्न जान लागेको। बाइक साइक निकालेर रेडी भइसकेको छु, म लुगासुगा लगाएर पनि रेडी भइसकेको छु। मम्मी अब यहाँ ग्लोभ्स लगाएर टक्क चलिदिने हो बाइकलाई स्टार्ट गरेर। बाइक चाहिँ अघि रेडी भइसक्यो हजुर। अब चक्कलाई कोल्ड स्टार्ट हानौँ। 500 किलोमिटर चाहिँ पुगेको छैन कि मेरो। कति छ 475। अब 25 किलोमिटर जहाँ जाँदै पुगेर 500 पनि क्रस हुन्छ। ल म चाहिँ अब यहाँ डिटाउन जान्छु। डिटाउन गएर आजलाई लिएर चाहिँ डाइरेक्ट हामी डिटाउन जान्छु। अनि वहीँ पुगेर भेट्नुपर्छ। आज के सर्भिसिङ कस्तो हुन्छ, फर्स्ट सर्भिसिङ मेरो पनि रोयल इनफिल्डको बुलेटको होइन, गएर टक्क हेर्नुपर्छ है त। आजलाई चाहिँ भेटेर चाहिँ पहिला यहाँ पसवाटसम्म आइ पनि सक्यौँ हामीले होइन। म त्यहाँ भिडियो सिडियो गरिनँ। अनि अब हामी चाहिँ दमकदेखि चाहिँ टक्क बिर्तामोडसम्म जाँदा यति बेसी धुलो खानुपर्छ होइन। बाटो बिटो बिग्रेकोले गर्दा डाइभर्सन भइरहेछ नि त। अनि त्यसले गर्दा यस्तो बेसी धुलो हुन्छ। त्यही यहाँ मास्क आजलाई चाहिँ मास्क किन पठाइरहेको छु यहाँ पर यहाँ दोकानमा। अनि अब मास्कहरू लगाएर चाहिँ त्यतिकै हामी तुफान जाम भने के बाटै खत्तम छ। ल म चाहिँ बिर्तामोड सोरुम आइसकेको छु मेरो फर्स्ट सर्भिसिङ गर्नको लागि चाहिँ। हजुर फोन गरेको थिएँ नि। मैले फोन गरेको थिएँ नि। 505 पुग्यो कि बेला त्यो चाहिँ टप भेरिएन्ट हो नि त। अहिले त बबाल आएछ यार। म लिन आएको थिएन, तर आएको थियो भने म लिने फेरि त्यही कलर नि थियो नि त, ग्रे नै थियो नि त। जाउँ न बाहिर। आम बाफ आयो पुरै। ल अब यहाँ सर्भिसिङ हेर्नुपर्छ के हुन्छ सर्भिसिङमा। अनि देखाउँछु म तपाईँहरूलाई पनि कस्तो हुँदो रहेछ हेर्नु न। फर्स्ट सर्भिसिङ यहाँ हाम्रो बिर्तामोड चारपानेको। सेटिस्फाई हुन्छ हुँदैन। मेरो बाइक चाहिँ यहाँ छ। बाहिर त यस्तो बेसी गर्मी कि आम थाइट बस्नु नसक्ने यार। त्यो आनन्द भयो आएपछि यहाँ बसेर। सर्भिसिङ गर्न आधा घन्टा टाइम लाग्छ अरे चाहिँ। आधी घन्टासम्म एसीको मोबाइल लिएर बस्ने आइपुग्छ। यो पनि खोज्दिनँ म अहिले के खोज्नु त्यसले लगाइ हाल्नुपर्छ। कसरी लामो छ कि यो त यस्तो हो नि त। ए ट्याटु पुरै कालो ट्याटु। अनि यति हाल्दा डरसानको यस्तो हुन्छ। मेरो बाइकको पालो आइसकेको छ है। यो सन्चै हुन्छ।
बिस्तारै अब सर्भिसमा चेन्ज हुने भनेको त्यही मोबिल फिल्टर र अनि मोबिल चेन्ज हुने रहेछ। अरू त त्यही कसकास गर्ने हो। ब्रेकमा अलिअलि साउन्ड आइरहेको छ, त्यो साउन्डलाई अलिकति ब्रेकको प्याडहरू सफा गरेपछि भइहाल्छ। त्यही हुँदैछ यहाँ काम। गीत बज्दैछ तनाव मलाई। मोबिल फिल्टर बस्यो। सर्भिसिङ पनि फाक भइसकिसक्यो। अब यहाँ धुलाइ कार्यक्रम हुँदैछ यहाँ भित्रपट्टि। त्यही मोबिल चेन्ज भयो, मोबिल फिल्टर चेन्ज भयो, अनि त्यहाँदेखि एयर फिल्टरहरू सफा भयो। अनि ब्रेकमा अलिअलि साउन्ड आउँदैछ, त्यो साउन्ड आउँदैछ। त्यसलाई पनि त्यो के भन्छ ब्रेक प्याड झिकेर अलिकति रगटेर त्यसलाई बनाएको छ। अनि बनाएर चाहिँ यहाँ धुलाइ कार्यक्रम हुँदैछ। यहाँ धुएर चाहिँ त्यहाँदेखि हामी बिल पे गरेर चाहिँ निस्किनुपर्छ। होला यहाँबाट पो हावा आउँदैछ। ल यहाँ आउँदैछ हावा आउनु न बबाल। शीतल हावा हो नि त। यता हरियाली भएर होला त कस्तो सेक्री हावा अहिले चाहिँ स्वर्ग। ल अब यहाँ हाम्रो बाइक धोएपछि त रेडी भइसकिसक्यो बाइक होइन। अनि म बिल पे गरेर चाहिँ त्यहाँदेखि चाहिँ हामी निस्किनुपर्छ फेरि दमकतिर घरतिर। ल हाम्रो चाहिँ सबै साम अरे काम सबै काम सक्यो। यहाँ उसले चेक गर्दैछ के कस्तो भयो भनेर। अब यहाँ बिल सिल पे गर्नुपर्छ। एकछिन त्यहाँ सुकोस् भित्रतिर बिल सिल पे गरेर चाहिँ अनि हामी राखिदिन्छ। मेरो भिडियो यसरी गरिदिनु न, त्यहाँ बिल पैसा दिन्छ। च्यानल सुक्खा पार्न नदिनु। अस्ति भनेर चाहिँ अहिले बाहिर च्यानल तेल हाल्नु है। च्यानल सुक्खा पार्न नदिनु। बेला बेला चाहिँ हावा हाम्रो यहाँबाट गाडी पनि लिएर हुन्छ हो। यो असारे गाइसमा होला। असारे गाइसमा त्यसलाई के फङ्सन भन्नुपर्ने के गर्नु कन्ट्याक्ट गरेर ग्रुप छ नि केमा मेरो प्रोग्राम छैन नि कोही नम्बरमा हालिहाल्छु माइनर कन्ट्याक्ट जानु पर्यो नि त रोयल एनफिल्ड राइडमा 1499 ए प्रदीप यो पनि भन्नाले रोयल एनफिल्ड बिल्डर भनेर हाम्रो पेज पनि छ हैन, त्यहाँ पनि आउँछ। म तिम्रो हालिहाल्ने ग्रुपमा कहिले हो भने यो असार 21 हो। असार 21 7-8 बजेतिर हिँड्ने हामी हैन। जब 8 बजेतिर हिँड्नु हुन्छ। असार 21 हो ल हुन्छ त्यसलाई म फोन गर्छु ल पनि हालेर म कन्फर्म आउने कन्फर्म ल हुन्छ ल साथीहरु सबैजना ल त्यो भाइले बोल्नु ल कतिले भन्दा चाहिँ अरु दिए ल यसो सब्स्क्राइब पनि गरिदिनु ल प्रदीप दर्नाल ल हाम्रो चाहिँ राइड पनि सुरु हुन्छ होला रोयल एनफिल्ड असार 21 पछि अरे। अब मलाई ग्रुप सुरुपमा हाल्नलाई नम्बरसम्म पनि दिइसकेको छु मैले। मार्क्स लामो हो पलास कुमार दाइ असार 21 गते टक्कल जानुपर्छ अब ल। अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ है। अब दमकै जानु दमक होइन साँच्ची भिडियो बनाउनु पर्ने छ। यहाँ जङ्गलमा यसो भिडियो बनाउनु पर्यो भनेर सोचिरहेको छु। त्यहाँ गएर यसो भिडियो बनाएर चाहिँ त्यहाँदेखि हामी निस्किन्छ। यस्तो घाम भइरहेछ त्यही पनि फोटो खिच्नुहुन्छ। मैले एउटा भिडियोहरू बनाउँछु नि त्यहाँदेखि घर गएर चाहिँ यो कालो लुगा चाहिँ चेन्ज गरिहाल्नु पर्नेछ। यस्तो गरम भइसक्यो ल निस्केको। अब हाम्रो सबै सर्भिसिङ पनि सक्यो है। चाहिँ एक्कासी यस्तो बवाल ठाउँमा आइसकेको छौँ है। दामी ठाउँ आउँदा आउँदै बाटोमा देखेर
चट्ट पानी लिएर आएको छु चिसो पानी गर्मी भयो अति बाहिरलाई पनि एकछिन तात्यो नि त पुरा यहाँ शीतल लागेको यहाँ पर चाहिँ अलिक सम्म छ कि दामी हो यहाँ गएर भिडियो बनाउनु पर्यो क्या कस्तो बवाल लाग्यो हजुर ए अघि ए दाइ चाबी निकालेर ल्याउनु न अघि यस्तो गर्मी भएको थियो होइन यहाँभित्र पसेर यस्तो शीतल शीतल मलाई चाहिँ जङ्गल आउनु थाले चाहिँ केले टोक्छ के हुन्छ यार ए चाबी मैले बोकेको छु ल अब यहाँ पर चाहिँ चिल्लो छ कि यहाँ गएर चाहिँ भिडियो बनाउनु पऱ्यो भनेर चाहिँ परबाट हामीले हेरेको ठाउँ चाहिँ आइपुगिसक्यौँ होइन यस्तो दामी चाहिँ यस्तो हरियाली यस्तो बवाल छ टक्क हामी चाहिँ यहाँ आइसकेको छौँ यहाँ एउटा भिडियो बनाउनुपर्छ भिडियो बनाउँदा नि त ढल्केर बस्नु जस्तो है शीतलै कस्तो आनन्द यतातिर गाईहरू चरिरहेको गाई भैँसीहरू दुईजना यहाँ गोरुहरू आयो ल अब यहाँ एउटा भिडियो बनाउँछौँ शीतल भइरहेछ पानी सानी खायौँ होइन अलिकति अब पेट हल्का भयो गर्मी भएको थियो यहाँभित्र आएछ आनन्द शीतल भयो भिडियो बनाउने अनि भिडियो बनाएर त्यहाँदेखि नै फेरि निस्किनुपर्छ दमकतिर सब सकिसकेको छ बाइक सर्भिसिङ गर्नुपर्ने भ्लग बनाएको थिएँ मैले अब दुईवटा कन्टेन्ट भयो बाइक सर्भिसिङ पनि भयो यता भिडियो पनि बन्यो होइन हामीले चाहिँ भिडियो सिडियो बनायौँ अब यहाँबाट चाहिँ हामीले यो हाम्रो जङ्गललाई चाहिँ बिदा लिनुपर्छ होइन ठिक छ दाइ हरर भएको दाइले आज भिडियो गर्दा 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 हरर हुनुभएछ भिडियो के गर्नु लाग्नुभएको तर यस्तो बेसी हाँस्नु भएको तर आज ठ्याक्कै 12 बजेको घाम परेको होला कि ठ्याक्कै यहाँ पर्दैन क्या घाम चाहिँ न यहाँ सिधै यहाँ परेपछि त लाइटै नपरेको फेसमा तर यस्तो हाँस उठेर कि तर मौसम चाहिँ कस्तो आनन्द भएको छ बबाल अब के गर्नु रोडमा त फेरि धुलै खानुपर्छ ल अब धेरै नबोल्नु हामी निस्किन्छौँ के त रहेछ के सोचिरहेको थिएँ म यहाँ अब हामी निस्किन्छौँ यहाँबाट हामी बाइक चाहिँ पर छ यहाँबाट चाहिँ देखिँदैन होला बाइक चाहिँ वहाँ पर आएछु अब निस्किने यहाँदेखि चट्ट अनि एकैचोटि घर पुगेर भ्लगलाई पनि एन्ड गर्छु है त ल म चाहिँ अब रेडी भइसकेको छु होइन यहाँ पुरै अब घामबाट बस्न लागि लगाएर ग्लोभ्स सोप लगाएर सब रेडी भइसकेको छ टक्क हामी चाहिँ निस्किने आजको मेरो लुक्स चाहिँ यस्तो भएको छ पुरै ब्ल्याक बनेर चाहिँ अब यता फेरि अर्को यो छ ल रेडी हो अब निस्किनुपर्छ चढ्नु दाइ है के निकालौँ म बन्द गर्ने के गर्नु घर पनि आइसकिसक्यो होइन यस्तो बेसी पसिना हो जो गर्मीले ह्याङ भइसकिसक्यो यस्तो बेसी गर्मी भयो ल आजको भिडियो चाहिँ यति नै थियो होइन अनि एउटा कुरा भन्नै बिर्सेछु मैले हाम्रो यो फर्स्ट सर्भिसिङमा त कस्ट कति लाग्यो भनेर चाहिँ त्यही के भन्छ मोबिलको र अनि मोबिल फिल्टरको पैसा लाग्दो रहेछ अनि मोबिलको कति 1850 अनि त्यहाँदेखि के भन्छ मोबिल फिल्टरको 205 गरेर 21 रुपियाँ टोटल 21 रुपियाँ खर्च भयो अरू त फ्री भनेको त्यो सर्भिसिङ चार्ज मात्रै फ्री हो अनि ल आज मेरो चाहिँ फर्स्ट सर्भिसिङ पनि टाउको कमाउँदैछु धुलो भएर होला धुलो बसेर फर्स्ट सर्भिसिङ पनि कम्प्लिट भयो होइन अब फर्स्ट सर्भिसिङ पछि अझै माइलेज राम्रो दिन्छ भनेर भन्दै थियो अब हेरौँ कतिको दिन्छ त्यो फर्स्टमा ल्याउँदा त माइलेज त राम्रै नै दिइरहेको छ होइन 30 देखि त माथि नै क्रसै दिइरहेको छ अब सर्भिसिङ पछि अझ राम्रो दिन्छ भनेर भन्दैछ अब हेरौँ बुलेटले कति नै देला धेरै नै दियो भने पनि 30 देखि बढेर 32 सम्म देला ल आजको भिडियो चाहिँ यति थियो कस्तो लाग्यो मन पऱ्यो भने एउटा लाइक अनि कमेन्ट गरिदिनु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला यति भन्दै चाहिँ आजको ब्लगलाई चाहिँ यहीँ एन्ड गर्दै म बिदा हुन चाहन्छु हस्त जय नेपाल बाई बाई